वेलकम टु माई गाउँले क्लब 19 मा सबैजनालाई हामी चाहिँ आजको विशेष भिडियो रहेको छ जखराली। आज चाहिँ नयाँ साल जखराको तालमा रहनेछ। रमाइलो एन्ड रोचक ब्याकग्राउन्डमा यता चाहिँ भाइहरू कहाँदेखि हाम्रो भाइहरू रमाइलो है आजको न्यू ब्लग भिडियोमा। सो वाचिङ भिडियो सबैलाई। वेलकम टु माई गाउँले क्लब 19 मा सबैजनालाई हामी चाहिँ आजको विशेष भिडियो रहेको छ जखरा। फाइनली गाइज हामी चाहिँ भित्र प्रवेश गर्ने तयारीमा छौँ। लास्ट गर्मी भएछ आज चाहिँ विशेष गरेर नयाँ सालको आज चाहिँ हाम्रो विशेष यात्रा रहनेछ। सो देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा। र गाइज फाइनली आइसकेका छौँ। हेर्दै जाउँ के कस्तो हुन्छ आजको विशेष रमाइलो एन्ड रोचक भिडियो। सबैजनालाई शुभकामना छ भन्दै आजको न्यू ब्लग भिडियोमा। सो लुकिङ द फर वाचिङ भिडियो सबैलाई। सो ह्याप्पी न्यु इयर भन्दै टक्क लगाएर यहाँको चाहिँ सिन देखाउन गइराखेको छु। सबैजनालाई हेरिदिनु होला भन्दै र अगाडि देख्न सक्नुहुन्छ यहाँ चाहिँ जखरा ताल देख्न सक्नुहुन्छ चाहिँ त्यहाँ बवाल छ है। नेपालको झन्डा पनि सायद ट्याक्क लगाएर यहाँ पछाडि देख्न सक्नुहुन्छ। म चाहिँ फाइनली आज चाहिँ नयाँ साल जखराको तालमा रहनेछ। रमाइलो एन्ड रोचक ब्याकग्राउन्डमा चाहिँ जाँदैछौँ हामी। भिडियोलाई विशेषता रहने नि छ। आजको हेरौँ यहाँ चाहिँ ढुङ्गा पनि चढ्ने भनेको। यहाँ चाहिँ पानी चाहिँ अलि एकदमै धमिलो रहेछ पानी त होइन। लुम्बिनी प्रदेश 5 नम्बर दाइ होइन। भन्दा उहाँ दाइ चाहिँ पहिल्यैदेखि आइराख्नु भएको। म चाहिँ फर्स्ट टाइम नि म चाहिँ यहाँ चाहिँ पुरै माछा हो त्यो पारि। यो चाहिँ पुरै माछा है सक हो यो चाहिँ माछा है। आजको हाम्रो चाहिँ रमाइलो यसरी नै हुनेछ। यहाँ चाहिँ भिड आज विशेष नयाँ सालको भिडभाड हो यो चाहिँ। माछा चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ। हल्लोपट्टि चाहिँ जाने राइस सुट लानु पऱ्यो। निम्तो नभए नि रक्सी गरेर मासु उतार खाइहाल्नुहुन्छ। अनि फेरि हेलमेट लानु भयो भने साटिहाल्ने
र गाइज हामी चाहिँ अब यहाँबाट ढुङ्गा तरेर पल्लोपट्टि जाँदैछौँ। सो भिडियोलाई अझै अन्तिमसम्म हेरिदिनु होला। सो आजको रकेर चालमा चाहिँ विशेष रहनेछ आजको हाम्रो न्यु इयरको भिडियो यस हामीले ब्लग 19मा। सो सबैजनालाई भिडियो सो मन पराइदिनु भएको छ एन्ड लाइक एन्ड कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्दै। सो अझै पनि हामी जाँदैछौँ त्यो र साथीहरू हामी चाहिँ ढुङ्गा तरेर पल्लोपट्टि जानको लागि टिकट दिनुपर्ने हुन्छ। हाम्रो फर्स्टमा हामी चाहिँ ट्याक्कै हेरेर मात्र फर्किन्छौँ। अगाडि दाइ हुनुहुन्छ। फाइनली हामी चाहिँ एउटा टिकट काट्ने ट्याक्क लगाएर टिकट काटेर अनि ट्याक्क लगाएर जाने। हामी चाहिँ यहाँ चाहिँ दिदीले चाहिँ टिकट काट्ने चाहिँ देख्न सक्नुहुन्छ। सो आजको जखरा चाल सो जुन तर्ने हुन्छ ल ठिक छ। हामी आफै लिएर लिन सक्छौँ दुईटा सकिन्छ। अहिले पारि आधा घटना लिएर डुबिने। हामी चाहिँ फाइनली टिकट काटिसक्यौँ। दुईजनाको ट्याक्क लगाएर है हजुरहरू पनि भिजिट टु जखरा ताल सो देख्न सक्नुहुन्छ। हामी चाहिँ ट्याक्क लगाएर एउटा टिकट ल्याएर गइसक्यौँ। हेरौँ आजको जखराको फेवा ताल के कस्तो हुन्छ गाइस। सो माछा त राम्रो कसम माछा त लगाइछ। हामी चाहिँ ट्याक्क लगाएर यसमा जाने हो। टिकट ल्याउनु सुई सुई हिँड्ने हो। आधा घन्टामा आइपुग्ने भन्नुहुन्छ गाडी आधा घन्टा कसरी घुमाउने कता कसरी हो कता ल हस् 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 ओर्डिनुहोस् कि पछाडि पछाडि ओर्डिनुहोस् कि ए फर्स्ट टाइम हामी हो ए घुमाउन बल्ल आयो यार। यहाँ चाहिँ ह्यान्डल छ गाइज हो। हामी चाहिँ दुई भाइ मात्र होइन आज देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यसरी ट्याक्क ट्याक्क हान्नुपर्छ होइन। हान्न सक्नुहुन्छ साथी हो। आजको न्यु इयर हाम्रो चाहिँ यस्तो भइराखेको छ विशेष छ। अनि हामी नानीलाई ठोस्ने गाइस हामी जाने चाहिँ पारियो त्यहाँ। हामी चाहिँ टक्क लगाएर यो मन्दिरको पछाडिबाट घुमेर जाने हो देख्न सक्नुहुन्छ।